हेलो गाइस, ट्रियो वर्ल्डमा स्वागत छ। हामी आज बेलुका बन्दीपुर चाहिँ जाँदैछौँ। हामी चाहिँ दिउँसो बिहानमा त गएका थियौँ, तर बेलुकामा चाहिँ गएका थिएनौँ। आज चाहिँ हामी इभिनिङमा बन्दीपुर जान्छौँ, बन्दीपुर घुम्छौँ अनि आउँछौँ है त। हाम्रो राइडर एकजना यता, हाम्रो बन्दीपुरको यात्रा दमौलीबाट सुरु भएको छ। बेलुकाको समय रहेको छ, ठ्याक्कै 6:45 गएको छ। अब हेरौँ हामी कति बजे चाहिँ बन्दीपुर पुग्छौँ। केबल कार चाहिँ चल्दैन। अब चाहिँ हामी साधनमा नै हामी माथि चाहिँ जान्छौँ है त। ओके, फाइनली हामी डुम्रे आइपुगेका छौँ। यहाँबाट चाहिँ माथि लागेपछि बन्दीपुर जाने चाहिँ बन्दीपुरको गेट हो। ल, हाम्रो टोली बन्दीपुर गेटमा आइपुगेका छौँ। अब यहाँबाट हामी माथि बन्दीपुर फेरि तिमीले चस्मा लाएर हालिदिएला यार। ल, लेट्स स्टार्ट आवर जर्नी फ्रम हियर टु बन्दीपुर। अब हामी फाइनल्ली बन्दीपुर आइपुगेका छौँ है। अब यहाँको हेरौँ, रातिको भ्यूजहरू सबै हेर्छौँ हामी। के पार्किङमा राख्दैछौँ।
ओके दिस इज द नाइट लाइफ अफ बन्दीपुर होइन मजाको देखिँदो रहेछ यो चाहिँ मेरो पनि फर्स्ट एक्सपिरियन्स हो हाम्रो यो फर्स्ट एक्सपिरियन्स हो बन्दीपुर रातिमा चाहिँ अब दिउँसोमा बिहानमा त आइएको नै थियो होइन तर यो राति चाहिँ यो फर्स्ट टाइम नै हो राम्रो देखिँदो रहेछ हामी अहिले बन्दीपुरमा छौँ एकैछिनमा पुरै फुल भएको छ होइन रातिमा त यस्तो धेरै मान्छे हुँदो रहेछ आम्मामा दामी हुँदो रहेछ र रातिमा फरेनर्सहरू पनि हुनुहुन्छ टुरिस्टहरू पनि अहिले के जस